यहाँहरु सम्पूर्णमा नमस्ते छ। आज म चाहिँ अस्ट्रेलियाको हन्ट्सबी ट्रेन स्टेसनमा छु। यो ट्रेन स्टेसन चाहिँ एकदमै राम्रो अथवा अस्ट्रेलियाको ट्रेन स्टेसन प्रणाली नै राम्रो छ। अनि यहाँ चाहिँ जुनसुकै शहरबाट पनि वेस्टर्न सिडनी, नर्थ शेयर, साउथ कोस्ट, ब्लू माउन्टेन्स लगायत धेरै ठाउँमा चाहिँ ट्रेन जाने गर्दछ, जुन चाहिँ पर्यटकीय स्थल पनि हुन्। म्यापमा अलग अलग रङले देखाए तापनि यसलाई चाहिँ T1, T2, T3 भनेर नाम पनि दिएको छ। अनि प्राय चाहिँ यो चाहिँ ओपल कार्डले चल्ने गर्छ। अब यहाँ चाहिँ ओपल कार्ड किन्नुपर्ने हुन्छ। यो कार्ड डेबिट, क्रेडिट कार्ड अथवा ट्याप गरेर चाहिँ ट्रेनमा यात्रा गर्न सकिन्छ। ठीक है तिमी जा। यसै गरी त्यो ओपल कार्डलाई चाहिँ जहिले पनि ट्याप अन र ट्याप अफ गर्नुपर्ने हुन्छ। प्राय यहाँका ट्रेनहरू चाहिँ 2 तलाका हुन्छन् अथवा डबल डेकरभित्र सिटहरू आरामदायी हुन्छन्। एयर कन्डिसनर सरससँगले जाडोमा चिसो के अरे तातो र चिसोमा तातो हुन्छ। सुरक्षा क्यामेरा पनि जताततै स्क्रिनमा अगाडि राखेका हुन्छन्। अनि यसमा ट्रेनमा चढ्दा चाहिँ ट्राफिक जामको झन्झट हुँदैन, समयमै पुगिन्छ, यात्रा आरामदायी हुन्छ। कति बेला कहाँ पुगिन्छ भनेर पनि यहाँ चाहिँ स्क्रिनमा डिस्प्ले भइरहेको हुन्छ। ओपल कार्डमा दैनिक, साप्ताहिक र छुट योजना पनि यसले ट्रेनले गरिरहेको हुन्छ। सिडनी सबैभन्दा ठुलो ट्रेन स्टेसन पनि हो जस्तो लाग्छ मलाई, जसबाट चाहिँ हामी सिडनीका विभिन्न ठाउँहरूमा चाहिँ जस्तै एयरपोर्ट भयो, बोन्डाई जंक्सन, पारामाटा, च्याटसुट जस्ता विभिन्न लोकप्रिय घुम्न जान सकिन्छ। हामी चाहिँ यो चाहिँ सजिलै पुग्न सकिन्छ। यहाँको वेदर अनुसार चाहिँ घुम्न पनि सकिन्छ। यस्तै हामी पनि ट्रेन चढेर चाहिँ घुम्न गएको थियौँ। हामीसँग सानो बच्चो पनि भएको हुनाले ट्रेनमा जाने इच्छा नै राखेको हुनाले हामी चाहिँ ट्रेनको यात्रा गरेका थियौँ। एकदमै सर्वसुलभ सहयोग पनि भएको थियो। जस रमणीय वातावरण भयो, राम्रै पनि लाग्यो। यस्तै छ ट्रेन। ट्रेन स्टेसनबाट उत्रेपछि हामी हक्सबेरी भन्ने हक्सबेरी रिभरमा गएको थियौँ, जुन चाहिँ न्यू साउथ वेल्स अस्ट्रेलियामा अवस्थित एक एकदमै प्रसिद्ध रिभर हो भनेर नदीमा गयौँ। अनि त्यहाँ चाहिँ अस्ट्रेलियाको प्राकृतिक सुन्दरताको एक मानिँदो रहेछ। यसलाई डिन भनेर आदिवासीले चाहिँ एबोरिजिनल समुदायले पनि चिन्दा रहेछ। यहाँको विशेषता भनेको चाहिँ यो नदी
करिब 120 किलोमिटर लामो रहेछ। नदी वरिपरि हरियो जङ्गल, चट्टान, स्ट्यान्ड स्टोनहरू जताततै वरिपरि देखिन्थे अनि साना साना गाउँहरू पनि देखिन्थे। वातावरण एकदमै रमाइलो थियो। घुम्न आउने मान्छेहरूको भिडभाड थियो। माछा मार्ने चाहिँ एकदमै माछा मारेर बोटिङ गर्ने चाहिँ यहाँ फेमस रहेछ। माछा मार्ने, बोटिङ अनि क्याम्पिङ पिकनिक गर्नेको लागि एकदमै राम्रो गन्तव्य पार्क अनि भिडभाड थियो। विकेन्ड पार्कहरू होला। अब हामी चाहिँ यहाँ कसरी आइपुग्ने भन्दा ट्रेनमा अघि मैले भनिहालेको छु सुरुमै। ट्रेनमा चाहिँ अब हामी हन्सबीबाट आयौँ। हन्सबीबाट चाहिँ ट्रेन चढ्ने अनि रिभर स्टेसनसम्म चाहिँ त्यहाँबाट पुग्न सकिन्छ। त्यसमा यहाँहरू सम्पूर्ण नमस्ते छ। आज म चाहिँ अस्ट्रेलियाको हन्सबी अर्को ट्रेन स्टेसनमा छु। यो ट्रेन स्टेसन चाहिँ जति नै राम्रो छ अस्ट्रेलियाको ट्रेन स्टेसनको प्रणाली नै राम्रो छ। अनि यहाँ चाहिँ जुनसुकै सहरबाट पनि नजिकै वेस्टर्न सिडनी, नर्थ, सेयर, साउथ, कस्ट, माउन्टेन्स लगायत धेरै ठाउँमा चाहिँ ट्रेन जाने गर्दछ। फोटो खिचेर पर्यटकीय स्थल पनि हुन्। म्यापमा अलग अलग रङले देखाए पानीमा यसलाई चाहिँ ट्युट गर्ने भनेर नाम फिसिङ गर्ने बोटिङ गर्ने। प्रायः चाहिँ यो चाहिँ ओपल कार्डले चल्ने गर्छ। अब यहाँ चाहिँ ओपल कार्ड सेफुडहरू त्यहाँ किन्नुपर्ने हुन्छ। यस्तो कार्ड हामीले पनि गर्यौँ। यो कार्ड डेबिट क्रेडिट कार्ड अथवा ट्याप गरेर चाहिँ ट्रेनमा यात्रा गर्न सकिन्छ। फोकस रिभरमै गरेको छु। त्यस्तै छ। आफूले पनि फोटो खिचेर ठाउँ ठाउँमा भिडियो बनाएको छु। नदीमा चाहिँ अब बिहान अथवा बेलुका एकदमै राम्रो देखिन्थ्यो। हामी चाहिँ मध्याहमा गएको सूर्यास्त बिहानको शान्त दृश्य निकै प्रसिद्ध छ भनेर पनि सुनेको थिएँ। फोटो खिच्न प्रकृतिसँग समय बिताउन र सहरको भिडभाडबाट अलग्ग हुने इच्छा छ भने हजुरको पनि विकेन्डमा यसलाई चाहिँ गन्तव्य बनाउँदा अझै राम्रो हुने रहेछ। यति भन्दै मैले चाहिँ बिदा मागेँ। हस् त। हजुर होइन त्यो तेलको हो कि यसले त 360 निकाल्छ होइन सबै कभर गर्छ त यसले त। दामी कभर गर्छ। ल म यताबाट खिचिदिन्छु नि त यसरी। यताबाट चाहिँ ठक्कै यो हो यहाँनिरबाट चाहिँ क्लियर आउँदै रहेछ कि ल गरौँ ल। यताबाट चाहिँ बल्ल क्लियर आउँदै रहेछ मन। यो त ठ्याक्कै सेफै रहेछ। चिकन सेफ यहाँनिर त्यस्तो दामी आउँदो रहेछ। क्लियर नै आउँदो रहेछ नि त यताबाट त। यताको भ्यूहरू पनि दामी आउने रहेछ। ल फर्काइदिउँ। अलिकति भएन हुन त फर्काउँदा उतै छोडिदिनु। अर्को 10-15 मिनट छोडिदिनु। बस यो भयो। ल यो ग्रिन भएपछि त्यहाँ रेडी भयो कि पकाउनलाई भनौँ न। भनेपछि तात्यो हैन? तात्दैछ। त्यो ग्रिन भएपछि चाहिँ त्यो सबै क्लिन हुनु पर्छ नि त। गर्नु नि त। सर खिचेर सर हान्नु न त्यसले त। हैन म त यो पुगेकै छ नि त। ल इनफ त्यसलाई उ गर्दिनु। के गर्ने होला।
के मैले देखेँ त्यसको पुरै पिक्चर लिएको छु मैले त्यो कसरी आयो भनेर अनि यहाँ घाङघाङ झगडा गरे हेर्नु कस्तो मैले गर्दो रहेछ
Cuckoo.